नि यो हटाउँछु यसलाई चाहिँ हामीले चाहिँ तपाईँको व्यवहारिक रूपमै लागू गर्छु भनेर चाहिँ उहाँहरू लडिरहनु भएको थियो। लड्नुभयो हजुरहरू पनि हुन हो। आज यो चाहिँ तपाईँको यो क्रान्ति चाहिँ हामीले गर्नै पर्छ भनेर हामी पनि लागि परेर कति शहीद पनि भए, कति बेपत्ता भए, कति अभङ्ग भएर अहिले बसिरहनु भएको छ होइन। त्यो भएको कारणले चाहिँ यो एउटा तपाईँको चाहिँ अभियान लिएर गए तापनि तपाईँको लास्टमा कहाँ मिल्यो, 52 मिल्यो। हेर्नुहोस् है, प्रचण्डले 2/3 सरकारले के अरे 2/3 बहुमत लिएर त गएको थियो, तर लास्टमा उनीहरूको गन्तव्य भनेको चाहिँ त्यो एउटा स्वतन्त्रता, एउटा भातृत्व, एउटा समानताको चाहिँ तपाईँको गन्तव्य नभएर उहाँहरूको चाहिँ हिन्दूवाद र ब्राह्मणवादमा चाहिँ उहाँहरू फस्नुभयो। यो कुनै पनि लागू गरिएन। हेर्नुहोस् है, हिजोको दिनमा जनयुद्धको बेलामा गाई काटेर खाऊ, मन्दिर पस, मन्दिरमा गु हग मुत भनेर चाहिँ उहाँले सिकाएको हो नि हो। अहिले किन चाहिँ तपाईँको गाई काट्नेलाई 3 वर्ष जेल हाल्छ, हालिरहेको छ। 7,000 भन्दा बढी छ जेलमा गाई काट्नमा परेर। मन्दिर छिर्न दिँदैन, पानी छोएको भरमा कानबाट रगत निस्किने गरेर हान्छ। मन्दिर छोएको के अरे मन्दिर छिर्न खोज्दाखेरि तपाईँको त्यहीँ बेहोस हुने गरेर हान्छ। अनि त्यसपछि तपाईँको एउटा तपाईँको आर्य समुदायको चेलीसँग माया प्रेम बसेको न्युमा लखेटी मारिदिन्छ। यो हो त, यो समानता भयो त, यो विभेद हट्यो त, हट्या चाहिँ हो। यसलाई तपाईँको चाहिँ व्यावहारिक रूपमा हटाउनको लागि चाहिँ अब तपाईँको एक मात्रै नेपालको मङ्गोल नेसनल अर्गनाइजेसन सङ्गठन अगाडि बढिरहेको छ। यसलाई चाहिँ हामीले बुझ्नु पर्यो, सकेको साथ सपोर्ट गर्नु पर्यो। अनि त्यसपछि यस विषयमा हामीले अध्ययन अनुसन्धान गर्दै पनि हामी अगाडि बढ्नुपर्छ। यति भन्दै प्रायः सबै कुराहरू त हाम्रो सूर्यदायले राखिसक्नु भएको छ। अब हामी चाहिँ एउटा समानताको भावनाले, कोही छैन यहाँ दलित मुस्लिम के भने पनि हामी एउटै तपाईँको नेपाली हो। हामी मङ्गोल महामना डाक्टर गोपाल गुरुङले त उहिले भन्नुभएको छ नि, त्यो दलित भनेर समुदाय जुन खालको एउटा ट्याग दिइरहेको छ, यो समुदाय पनि मङ्गोलै हो है भनेर चाहिँ तपाईँको उद्घोष गर्नु भइसक्यो। हाम्रो मकवानपुरमा छ हाम्रो सेन राजाको दरबार, तपाईँहरूले कतिको पुग्नु भयो होला। सेन राजाको पालामा तपाईँको चाहिँ उहाँको पालादेखि उहाँलाई चाहिँ जुन खालको एउटा षड्यन्त्रपूर्वक पटक के अरे आक्रमण गरेर उहाँमाथि चाहिँ विजय प्राप्त गरिसकेपछि जुन खालको दलित समुदायमाथि चाहिँ एउटा भनौँ न तपाईँको त्यो खालको एउटा विभेद गर्दै आएको छ, अछुत बनाएर राखेको छ होइन, सुनै नमिल्ने बनाएको छ। यसलाई चाहिँ हामीले जरैदेखि तपाईँको चाहिँ यसको समाधान गर्नुपर्छ भनेर हामी लागि परेका छौँ। हामी लागि पर्छौँ र हिजो पनि हामी लागि परेका थियौँ, आज पनि छौँ, भोलि पनि हामी निरन्तरले अध्ययनलाई लिएर हामी अगाडि बढ्नेछौँ भन्दै यहाँहरू माझबाट म बिदा हुन चाहन्छु। हस्त धन्यवाद।